ल गाइजहरु हामी अब आज बनाउ जाँदै छौं। सुभाष र म हो। यता बिहेन दाइ पछाडी आउँदैछन्। आनन्दको बाटो छ। सर्र गइन्छ। पिच्छ भन्छन् गरे उहीँसम्म पिच्छ भने जस्तो रहेछ। अघि तलै 7 किलोमिटर छ मात्रै भन्थ्यो यार। अगाडि 7 किलोमिटर छ भने जस्तो रहेको थियो। सुभाष ड्राइभर छ अहिले यहाँ। सुभाषै ड्राइभर हो। म चाहिँ यहाँ पछाडि बसेको छु यसरी। आनन्दले बसेको छु म चाहिँ यहाँ। ल यस्तो रमाइलो मनोरम दृश्य छ। तलको यसरी खान पनि पाइन्छ यहाँ आएपछि। सिधारी आएछ। सिधारी यहाँ जङ्गलमा सिधारी भन्थ्यो यार। यता जाने बाटो उतातिर जाने बाटो। पाङको कोट जाने बाटो। पाङ कोट जाने बाटो रहेछ यो चाहिँ। अब हामी जाँदैछौँ अगाडि। हामी यहाँ नमुना किराना बसेर आइयो सिधारीको। अब यहाँदेखि आनन्दसँग अगाडि गइँदैछ हामी। ल हाम्रो यात्रा आजको बनौसम्मको हो। बनौ पुगेर तपाईँलाई बनौको रमाइलो दृश्य हामीले देखाउँछौँ। पानीको व्यवस्था रहेछ अरे यहाँ। अब हामीले बिहेन दाइले अगाडि लाग्यो बनौको बाटोमा। ट्याक्कै यो बिचमा राखेपछि आनन्दको देखिँदो रहेछ क्या भ्यू पनि। त्यही भएर मुखमा राख्नु कारण थुप्रो रहेछ केटाहरूले। बिहेन अगाडि कुदिरहेछन्। ल मस्त लाएर आनन्दले हिँडेछन् बिहेनु। बिहेनु आज अर्कै संसारमा छन्। आनन्दको संसारमा। बनौको डाँडो आइयो जस्तो छ होइन त। त्यसले भनेअनुसार त यही होला बनौ। अझ 2 किलोमिटर रहेछ अरे बनौ। अब त्यता तल्तिर बिहेनु गाउँ पनि देखिन थाल्यो क्या। यहाँबाट तल छ नानी बान्छ छ। बिहेन दाइलाई पछाडि छोडिहाल्यो हामीले। बनौ हिँडेर जाने बाटो यो चाहिँ। हामी चाहिँ यतातिर छौँ। उता माथि अलिपुर पुगेको छौँ। तल बाग्लुङ बजार भयो। तल काली गण्डकी सरल बग्नु भएको छ। यहाँ सल्लाघारी भयो। उता बाग्लुङ बजार पारिपट्टि। हामी यता जाँदैछौँ बनौको बाटो। यो बनौको बाटो हो। आज नयाँ ठाउँमा यसो नयाँ ठाउँमा जाउँ यसो एउटा भिडियो बनाएर हालौँ भनेर। यो नयाँ ठाउँको नयाँ अनुभव पनि हो। अवलोकनको लागि हामी हिँडेको अहिले दिउँसोको लगभग
3:30 भएको छ। अब आज बेलुका 6-7 बजेसम्म पुगिन्छ होला हाम्रो घरमा चाहिँ कोठामा। हामी बनाउलो छिरो घरहरू आउनु थालेछन् बनाउँदै। नयाँ अनुभव नयाँ ठाउँमा अवलोकन गरिँदैछ आज हामी गाइजहरू। यो च्यानलमा नयाँ हुनुहुन्छ भने सब्सक्राइब गर्नु होला, नजिकमा रहेको बेल आइकनलाई दबाइदिनु होला, ताकि जसले गर्दाखेरि यस्तै अरू पनि भिडियो हालेछ भनेदेखि यहाँ रहेछ जनो बनाउ आइयो हामी। अब यो बनाउको रमाइलो अवकरणको आइसक्यो, बनाउको डाँडो आइयो हामी। हम्पालको डाँडो हो, त्यहाँदेखि पारिपट्टि हिमाल छ। यहाँ बनाउ 0 किलोमिटर भनेर लेख्यो। यहाँ बनाउ 0 किलोमिटर रहेछ गाइजहरू। हामी आइयो बनाउको रमाइलो दृश्य हेर्न आइयो हामी गाइजहरू। हावा कस्तो हावाले गर्दाखेरि मोबाइल उडाउनु जस्तो गरेको त्यहाँदेखि बनाउको रमाइलो ठाउँ आइयो। ए रमाइलो गाउँ बनाउको गाउँ है यो गाइजहरू। ल यहाँ बनाउ आइयो है गाइजहरू। बनाउको गाउँ हो यो चाहिँ। ल यति हो बनाउको स्कुल चाहिँ यो रहेछ। स्कुल गटिसक्यो हामी। बनाउ युवा क्लबले बनाएको अब एउटा खम्बा रहेछ त्यहाँ पनि हेऱ्यो। यहाँ पनि राम्रो आँखा सेक्ने ठाउँ पनि रहेछ यतातिर। आँखा सेक्नु रहेछ, हरियाली हेर्नु आउनु पऱ्यो भनेदेखि यतातिर आउँदाखेरि पनि हुन्छ। रमाइलो छ यहाँ, आँखा सेक्ने पनि हरियाली पनि एकदम छानी रोजी हरियो छ, हरियाली छ। ल गाइजहरू हामी आइपुग्यो है त। उहाँ हिमाल देखिएको ठाउँनिर चाहिँ त्यहाँ चाहिँ अहिले जाने भन्दा चाहिँ लालीगुराँ हम्पल। ल गाइजहरू हामी आइयो, यहाँ बनाउ आइया छ। बनादेखिको यो पारिपट्टिको गाउँ चाहिँ यहाँ हाम्रो के अरे मल्लाज होइन। यो पारिपट्टि धाइरिङ मल्लाज, यही पारिपट्टि हो। उहाँ पारिको मल्लाज हो, यो धाइरिङ हो। हामीहरू मस्त लाएर यहाँ छौँ। यो राइडर यो हो यहाँको अहिलेको राइडर सुभाष। सुभाषमा राइडर हो। हाम्रो विष्णु दाई पनि राइडर मान्छे हो। विष्णु दाइले हरन मार्दै आइपुगे। ल गाइजहरू अब हामी एकैछिन अब यहाँ यसो रेस्ट गरेर रमाइलो हेरेर फोटोसोटो खिचेर ट्याक्क लाएर हामी बनाउबाट नै अगाडि लाग्यो गाइजहरू। यो बाटो चाहिँ राष्ट्रिय खतरा रहेछ। सोलिङ गरेको बाटो भएर बाइकलाई हिँड्नलाई गाह्रो छ। छेउबाट हिँड्न बाइकलाई हिँड्नलाई गाह्रो रहेछ यो बाटो। अब हामी कहाँसम्म जाने भन्ने कुरो चाहिँ हाम्रो पक्की छैन। यहाँ आइसकेपछि चाहिँ अब यतातिर बाइक हिँड्नलाई गाह्रो रहेछ। भ्यू पोइन्ट छ कि यता कतै भनेर हिँड्न चाहिँ हामी। यहाँबाट यता जाने क्या भ्यू पोइन्टको लागि हो। तर होइन होला यार। हामी यस्तै त हो नि ब्रोहरू। अब यस्तै छ जिन्दगी। रमाइलो गर्न आएको हुनुलाई त अब रमाइलो त के एकदम बिजोक रमाइलो होला जस्तो छ। रमाइलो पनि बिजोक रमाइलो। बाटोको हालत यस्तो छ। ए यार मेरो पनि यार। ल गाइजहरू फाइनली हामी बनाएको डाँडाको भ्यू पोइन्टमा आउन खोजी होइन। तल आएको थियौँ। बाटो अलि अफरोडको बाटो रहेछ। अलि हिँड्नलाई गाह्रो भयो रेकर्ड गर्नलाई खिच्नलाई। हाम्रा डनहरू छन् अगाडि डनहरू हिँड्दैछन्। हामी पनि हिँड्दैछौँ। पछि आउँदैछु म पनि। यिनीहरू अहिले तगडा भएकोले म बिरामी मान्छे।
5जना आएको अरे हामी 5जना आएको आउनु ल 2जना चाहिँ पछाडि नै बसे उनीहरूको अब इरु होला अब हामी अब आइयो यहाँ उकालो हिँड्दैछौँ त्यो भ्यू पोइन्ट हो त्यो हम्बरको डाँडो हो यो हम्बरको डाँडो गाइजहरू यस्तै छ हामी हम्बर चाहिँ जाने भनेको आज गइएन फेरि कुनै समय मौका मिल्यो भने आइन्छ हामी भ्यू पोइन्ट पुनः खोजियो हिँड्दैछु म पनि लास्टै स्यासै भएको छु है त गाइजहरू म चाहिँ यस्तो अवस्थामा छु गाइजहरू अब अगाडि मन अगाडि सेतो लाउने बिहिन दाइ भए त्यहाँदेखि अगाडि कालो लाउने सुभाष दाइ भयो हामी हिँड्दैछौँ नन्दै भ्यू पोइन्ट आयो अब ल गाइजहरू ल फाइनली भ्यू पोइन्टमा आएँ यहाँ पानी पनि राखेर बिहिन दाइले हात धोएँ यो पिकनिक खाने ठाउँ हो खासमा भ्यू पोइन्टमा यताबाट रमाइलो गर्ने ठाउँ यहाँ इडो गर्ने ठाउँ हो यो खासमा अब यहाँ त्यस्तै उस्तै पऱ्यो भनेदेखि रमाइलो गर्ने ठाउँ हामी आइयो भ्यू अब मस्त हेरिन्छ यहाँबाट कहाँ कहाँ के देखिँदो रहेछ र हेरौँ है त हामी सबै मिलेर बाग्राकोट चाहिँ यता हो खासमा बेनी चाहिँ यता हो बाग्राकोट यता भएको अरे अब हामी पहिला कुसमा हेर्ने ठाउँ गएर बाग्राकोट पनि त्यहाँबाट देखिन्छ भन्ने कुरा भयो यहाँ हामी हिँड्दैछौँ है त गाइजहरू भिडियोलाई अन्तिमसम्म हेरेर साथ दिनु होला ल हेर्नु हो फाइनली पर त कुसमा बजार देखियो फाइनली हामी कुसमा बजार देखाउँदैछौँ गाइजहरू यो बजार कुसमा बजार हो यहाँले जुम गर्दा देखिनु राम्रोसँग हामी चाहिँ धेरै टाढा छौँ होइन यहाँ यो बाग्राकोट बजार यो हो यो बाग्राकोट बजार हो यहीँ बाग्राकोट बजार देख्नु तपाईँहरूले यो देखेर बाग्राकोट बजार हो हाम्रो साथीहरू चाहिँ यता खान यस्तो राम्रो ठाउँ छ ठाउँ चाहिँ आज अब त हम्पर भइहाल्यो यतातिर मल्लाज हो यहाँ तर नाइलिङ छ ल गाइजहरू यस्तै रमाइलो गर्नुपर्छ यहाँ आएर आउने बेला सम्पर्क गरौँ है गाइजहरू अब बेला म कहाँ पर्वततिर पश्चिमतिर आएको बेलामा यस्तो यस्तो ठाउँ हेर्नुपर्छ सुभाष यता यार ओ बिहिन्दाइमा बस्यो खानु ल उता उता हिमाल छ यो माछा पुछ्रे हुने कि होइन यो निलगिरी हो र यतातिर हिमाल पनि छ गाइजहरू यो पिकनिक स्पोट इरु पार्क ल हामी चाहिँ माथि आइहाल्छ ल अब फोटोसोटो खिचिन्छ ल गाइजहरू यतिमा है त यतिमा भिडियोलाई म समाप्त गर्छु अहिलेसम्म हेरेर साथ दिनुभयो होइन म पनि छु यहाँ मलाई पनि देखा होला अरूहरू गाइजहरू यहाँ आएको छु आज साथीहरूसँग रमाइलो गरियो ठिकै छ उताको कुसमा देखियो यतातिर बाग्राकोट देखेको छ पर बेनी देखेको छ तपाईँहरू पनि आएर हेर्न सक्नुहुन्छ यो ठाउँ अनि सुमन गुरु अहिले यो बनाउको यो डाँडो बनाउँदा तपाईँलाई कस्तो आनन्द छोडिदिनु स्वर्ग गए तुल्य भएको छ मरेपछि स्वर्ग गएको खेरि थाहा हुन्छ भने तर बाँचेको स्वर्गमा बनाउ त्यस्तो लागिरहेको छ ल यता गाइजहरू ल अन्तिसम्म साथ दिनुभएको धन्यवाद ल फेरि अर्को भिडियो मिलाउँ ल